हेलो नमस्ते सम्पूर्णमा। मैले तपाईहरुलाई भनेको थिए यो दुखी पीडित मुटु चुडिएको मुटु भाँचिएको अनि भड्किएको आत्मा अस्ताएको घाम यस्तै यस्तै नाम राखेर मैले पनि कुनै दिन फेसबुक चलाएको हो, नचलाएको होइन। अनि अहिले पनि धेरै मान्छेहरूले यस्तै नामले फेसबुक चलाएको देख्दा मलाई चाहिँ हाँस उठ्छ। अहिले चाहिँ हाँस उठ्छ किन भन्दा मैले भनिहालेँ कुनै दिन मैले पनि यसरी चलाउँथे। तर हामीले आफ्नो बारेमा के सोच्छौं भन्ने कुराले हाम्रो जिन्दगीमा ठुलो प्रभाव पर्दो रहेछ है। अनि यो कुराहरूले चाहिँ पछिसम्म गएर पनि हाम्रो जिन्दगीमा प्रभाव पर्दो रहेछ। हामीले आफ्नै बारेमा म त केही कामको छैन, म कामै लाग्दिनँ, मेरो जिन्दगी सकियो, म दुखी हो, म पीडित हो, मेरो मुटु टुक्रा टुक्रा भयो भनेर के वास्तवमै तपाईँ र हाम्रो हालत त्यस्तै हो त? त्यस्तै दयनीय हो? मलाई लाग्दैन कुनै पनि यस्तो अवस्थामा हामी छौँ। होला कसैको रहर होला, कसैको बाध्यता पनि होला यस्तो यस्तो नाम लेख्नलाई, तर मलाई लाग्दैन यस्तो पनि बाध्यता आउँछ जसको कारणले हामीले आफ्नो नाम नै फेरेर दुखी पीडित मन भाँचिएको मुटु टुक्रिएको भड्किएको भनेर लेख्न परोस्। अनि मैले अघि भने हावा धेरै लागिरहेछ। हामीले आफ्नो बारेमा के सोच्छौं भन्ने कुराले चाहिँ धेरै हाम्रो जिन्दगीमा प्रभाव पार्छ। हामीले आफैलाई तुच्छ सम्झिरहँदा, हामीले आफैलाई गए गुज्रेको ठानिरहँदा सारा दुनियाँले तपाईँ र मलाई यो मान्छे त खतरा मान्छे हो, यो मान्छे एकदमै राम्रो मान्छे हो, यो मान्छे चाहिँ एकदमै आदर योग्य मान्छे हो भनेर पनि हेरिरहेको हुनसक्छ। तर हामीले आफैलाई कसरी चिनाइरहेका छौँ अनि यो कुराले पछिसम्म तपाईँको व्यक्तित्वमा असर पार्छ। अहिले पनि धेरैले यसरी नै फेसबुक चलाउनु भएको छ। मैले पनि चलाएको यस्ता थुप्रै नामहरूले फेसबुक एकाउन्ट मैले पनि चलाएको। अहिले चाहिँ मलाई यो सबै कुराहरूको के अर्थ थियो र के अर्थ छ र यसले के जनाउन खोज्या हो भन्ने जस्तो लाग्छ। हुन त आफ्नो आफ्नो इच्छा र रहरको कुरो हो, तर पनि एउटा असल नाउँ चाहिँ जे हाम्रो नाम हो, या त तपाईँ राम्रो नाम राख्नुहोस्, बरु तपाईँलाई आफ्नो नाम नै सही लाग्दैन भने पनि एउटा सकारात्मक नाम राखेर चलायो भने त्यो चाहिँ असल हो है। एउटा असल नाउँ चाहिँ सुगन्धित अत्तर भन्दा पनि उत्तम हुन्छ। ल, शुभ दिन सबैलाई। भिडियो मन पर्यो भने सेयर पनि गर्नुहोला।